हेलो गाइज, हामी चाहिँ मन्दिर जान लाग्छौँ। सबै महानुभावहरू हुनुहुन्छ। हिँड टिकटक बनाइरहेछौँ भाइरल मान्छेहरू। जाडो एकदम छ नेपालगञ्जमा। कोल्पुरभन्दा नि धेरैभन्दा धेरै जाडो छ। के गर्नु, आइजान्छु म यहाँ भ्लग बनाइरहेको छु क्या। पछि अपलोड गर्नुपर्छ युट्युबमा, अपलोड गर्नलाई भिडियो। ओह यस्तरी यो भिडियो बनाउने र त्यसै भाइरल हुन्छ नि। यस्तरी भाइरल हुन्छ गाइज। भाइरल हुनलाई चाहिँ यहाँ सम्पर्क गर्नु होला। एकदम जाडो छ, मोबाइल चलाउन सकिरहेको छैन। कोही शीतहरू तप पर्दैछ। के गर्नु, हेर्नुहोस् यस्तो रोड छ। यहाँ आएर फोटो खिच्ने अरे, ल फोटो खिच्ने अरे क्यामेराबाट। के खिच्ने त पछाडिको जङ्गल। मन्दिरमा खिच्नु त ठिक हो, तैपनि क्यामेराले गाह्रो रहेछ। एकदम जाडो छ। हाम्रा महानुभावहरू राख्नु भएको छ टक्टी। तपाईँ मेरो भ्लगमा के दुई शब्द बोलिदिनुहोस् त। तपाईँ कहाँ आउनुभएको छ भने चाहिँ? हामी बागेश्वरी मन्दिरमा प्रवेश गर्दैछौँ। अब हाम्रो मैया साहबले आज के को खाना गर्नुहुन्छ, के को वर माग्नुहुन्छ थाहा छैन। म त आफ्नै बारेमा वर माग्छु होला। हजुरको दिन शुभ रहोस्। जय बागेश्वरी। जय बागेश्वरी माता कि जय। जय बागेश्वरी भन सबैजनाले। जय बागेश्वरी। बागेश्वरी माईले सबैको रक्षा गरौँ भन्दै हामी अगाडि बढेका। 20 रुपियाँ 10 रुपियाँको अरू सामान सबै छँदैछ। के चाहिने छ भन्दा सब्जी मात्र सो राम्रो छ। लिन मन छ भने बागेश्वरीभित्र आउन सक्नुहुन्छ। हेर्नुहोस् यति राम्रो त्योभन्दा धेरै राम्रो। वाउ हामी आइसक्यौँ बागेश्वरी मन्दिर।